हे गाइज गुड मर्निङ। आज हाम्रो फेरि धेरै लामो यात्रा स्टार्ट भइरहेछ होइन। आज सोमबारको दिन होइन, यो हाम्रो 2082को लास्ट महिना चैत्र महिना सोमबारको दिन आज हाम्रो यो लामो यात्रा स्टार्ट भइरहेछ र मेरो फाइनल्ली मेरो ब्याग प्याकिङ भइसकेको छ होइन। यहाँ हेर्न सकिन्छ ब्याग स्याग प्याकिङ गरेर अब म यहाँबाट निस्किने गाडी छ, गाडीबाट साथीहरूलाई रिसिभ गर्ने, त्यसपछि त्यहाँदेखि हामी जोगबनी जाने। जोगबनीबाट ट्रेन छ। अहिले बिहानको 4 बज्न आँटेको छ। हाम्रो ट्रेन 4:45 समथिङमा छ। त्यतिमा पुगिहाल्छु हामी, आशा छ। अहिले म सबलाई रिसिभ गर्छु। अब तपाईँहरूलाई कन्टिन्यू हाम्रो भिडियो मेरो ब्लग होइन सब हेराउँदै जान्छु। मसँग जुडिरहनु, माया प्रेम देखाइराख्नु। हाम्रो जोगबनीसम्म जाने गाडी पनि रेडी छ। हामी यही गाडीमा जोगबनीसम्म जानु। हेलो गाइज, ल अब हाम्रो राइड स्टार्ट भइसकेको छ जोगबनीसम्मको। जोगबनीबाट ट्रेनमै जाने हो होइन। अब साथीभाइलाई रिसिभ गर्दै त्यसपछि अगाडि हेराउनु त। अब पहिला विश्वकर्मा चोक जाने हो, त्यसपछि साथीभाइलाई रिसिभहरू गर्दै गर्दै अगाडि जानुपर्छ, बढ्नुपर्छ। पछाडि पनि हेराउनु यार, अगाडि मात्रै हेरेर हुन्छ। बाँकी म भनिहाल्छु, कहिले कुनै मिलाउनु पर्यो मिलाइहाल्छु। त्यहाँ पछाडि हाम्रो साथीहरू हामीलाई बस स्ट्यान्डसम्म छोडिदिने हो। त्यहाँदेखि म फेरि फिर्ता आउने हो। अरू मेरो साथीहरू पछाडि छँदैछ होइन। ल हाम्रो यात्रा आजदेखि चालु भयो। 10-12 दिनको यात्रा हुन्छ। दाना दाइ अनि भाइ तेरो के छ डिजे भाइ? ए डी दाइ तपाईँले राति तनाव दिनु भयो नि यार। मलाई त बिहान मोबाइल त अफ गरेर सुतेको थिएँ म। भाइ मोबाइल त अहिले यहाँ म तनावमा यार दाइ खराब मात्रै गर्यो अहिले। एक लट उल्टी गर्यो अनि मात्र बल्ल झ्याप भयो यार। हामी अहिले बाटोमा गुड मर्निङ सबैजनालाई। राम दाइ गुड मर्निङ। गुड मर्निङ दाइ, दाजु गुड मर्निङ, अरुण दाइ गुड मर्निङ। गुड मर्निङ। हाम्रो यात्रा स्टार्ट भइसकेको छ। हाम्रो यात्रा भनेको अब सब घरबाट रिसिभ गर्दै हाम्रो अरुण ड्राइभर दाइ अब तपाईँलाई यहाँबाट जोगबनी जाने, जोगबनीबाट कटिहारबाट त्यसपछि राजस्थानसम्मको ट्रेन। हामी 2-3 साथीहरू हाम्रो अलपत्र भएको छन् यो बाटोमा, त्यसलाई रिसिभ गर्दै त्यसलाई रिसिभ गर्दै होइन निस्किनुपर्ने हुन्छ। यो आजको अगाडि के गर्ने हो त्यो ब्लग जुन छ तपाईँहरूले सब ब्लग अरुण रोय राष्ट्र प्रेमी च्यानलबाट हेराइनेछ। नभएको ठाउँमा 2जना फेरि आइसक्नु भएको छ। उहाँ एकजना 2जना आइसक्नु भएको छ। अब जाने कसरी होइन, यति राम्रो गाडीलाई पनि अब स्कुल बस बनाइदिइसक्यो। ठिकै छ। अब 2जना फेरि आराम भइसकेको छ। अब खाने कुरा पनि हामी अब हाम्रो 2जना साथीलाई रिसिभ गरेर 2जना साथी दाजुभाइलाई रिसिभ गरेर अब अर्को गाडीमा जोगबनीको लागि निस्किया छौँ। 5 मिनटमा सब हामी सबजना अब सब दाजुभाइहरू यहाँबाट सबिन दाइ हाम्रो मेरो जिग्री दाइ हो नि। फेरि हामी यहाँबाट निस्किरहेको छौँ। अब जोगबनी बोर्डर हामी इन्डियामा छ, मैले नेपालमै छु, बिचमा छु, जियामा छु। हाम्रो हरि दाइ हामी यहाँबाट अब निस्किने भनेको जोगबनी बोर्डर हाम्रो पछाडि छ। जोगबनी बोर्डर निस्केर सब दाजु सब ब्लगर यहाँ हाम्रो ठुलो दाजु ल भिडियो आज 10 दिनको टुरमा आजदेखि हाम्रो यो फर्स्ट भिडियो स्टार्ट भइसकेको छ। यहाँदेखि अब सिधै हामी जोगबनी बोर्डर क्रस गरेर यहाँ चाहिँ अगाडि भिडियो लिनु मिल्दैन होला। जोगबनी बोर्डर क्रस गरेर अब ट्रेन पक्रेर कटिहारदेखि फेरि तपाईँलाई राजस्थान जयपुरको ट्रेन खाटु श्याम। फर्स्ट डेस्टिनेसन हाम्रो खाटु श्याम दर्शन अनि यो डे 1 डे फर्स्ट ब्लग हो हाम्रो। हामी जोगबनी पुगिसकेको छौँ। यो जोगबनी भित्र छ होइन। अब यहाँ जोगबनी रेलवे स्टेसन, मसँग राम अनि हाम्रो राज दाई अनि डिजे अनि ब्रह्मा सबी अनि पवन अनि त नयाँ मान्छे अनि पङ्कज पनि छ मसँग। अनि म त छँदैछु होइन, म त हुनै पर्छ। अनि 2जना अझै पार्टीहरू हाम्रो अलिक पछाडि छ। हामी जोगबनी फाइनल जोगबनी पुगिसकेको छौँ, हेर्न सकिन्छ। आइसकेको छ हिँड्न पहिला ओ डिजे भित्र। ल हामी एकैछिनमा रेलवे स्टेसन पुग्छौँ। फेरि त्यहाँबाट टिकट लिने अनि त्यसपछि टिकट लिएर कटिहारसम्म जाने। कटिहारदेखि हाम्रो ट्रेन छ। हामीहरूको भाग्य हाम्रो फर्स्ट ट्रेन क्यान्सल भइसक्यो।
हिमाचल एक्सप्रेस जोगबनीवाला। सेकेन्ड ट्रेन सिलिगुडीवाला छ, तर त्यो सिलिगुडीवाला ट्रेन पनि क्यान्सल गरेर अर्को ट्रेन राखेको छ दानापुर, जुन हामीलाई कटिहार जानुपर्ने कटिहारबाट निस्किँदैन होइन, अलग रुटबाट दानापुर पटना निस्किन्छ। अब हामी स्कर्पियो गरेर निस्किनेवाला छौँ। म र अरुण दा स्कर्पियो खोजीमा रेलवे स्टेसन आयो। अब स्कर्पियो खोजेर त्यसपछि सबैलाई राखेको छु। अब त्यसपछि स्कर्पियो गर्ने अनि मिलाएर स्विङ निस्किने हो। कटिहार टाइममा पुग्नुपर्ने हुन्छ। त्यहाँबाट पनि हाम्रो 11 बजेको ट्रेन छ। अब फेरि राजधानी एक्सप्रेस हो टाइममा खुल्छ, समस्या त्यो छ क्या। त्यही भएर हामीलाई टाइमभन्दा आधी 1 घन्टा अगाडि पुग्नुपर्ने हुन्छ। अब अगाडिको जानकारी अरुण दाले दिइहाल्नुहुन्छ। अब गइरहेछौँ होइन, अब पहिला स्कर्पियो बुक गरौँ, त्यसपछि फेरि भिडियो हेरेर जाउँ होइन। अब राति नै निस्केको, तर के गर्ने ट्रेन क्यान्सल भएर अब हामी स्कर्पियो गरेर हाम्रो यो टिम पुरै टिम हाम्रो टिम हो होइन, इन्डिया टुरको यो पुरै टिम हो होइन। र अब आज ट्रेन यो बाई मिस्टेक होइन, यो ट्रेन जोगबनी प्रवेशद्वारको भन्दा अगाडि नै रोकिहाल्यो। ट्रेन क्यान्सल भएर स्कर्पियो मगाएको छ। अब स्कर्पियो आउनेवाला चाहिँ यही बाटोबाट आउँछ होइन। अनि हामी त्यसपछि स्कर्पियोमा 9 जना बस्ने, कटिहारसम्म जाने। कटिहारबाट फेरि ट्रेन छ जयपुरको यात्रा। त अब बिहानदेखि नै 4 बजे आएको, तर के गर्ने अब ट्रेनै क्यान्सल भइहाल्यो भने हाम्रो के गल्ती होइन साथी भन्न। हाम्रो स्कर्पियो आइसकेको छ। हामी यही स्कर्पियोमा जोगबनी टु कटिहार जाने। ब्याग राख्ने नि, ब्याग स्याग सब मिलाएर चल्ने हो होइन। तिमीहरूको चिन्ता नगर्न, हामी यो स्कर्पियो आइसकेको छ। स्कर्पियोमा लान्छौँ तिमीहरूलाई। हामी बसिसकेको छौँ। अब त्यही हो, ब्याग धेरै भएको कारणले गर्दा एडजस्ट अलिकति गर्न गाह्रो छ। ल हेर्न सकिन्छ स्कर्पियो अगाडि बढ्दैछ। यहाँ हाम्रो गुरुजी अनि यहाँ हाम्रो खलासी अनि राम अनि यहाँ राजदाई अनि यहाँ पवन दोष अनि डिजे भाइ अनि म र यहाँ निकी भाइ यहाँ अनि यहाँ बर्माको अनुहार हेर्न सकिन्छ, भक्नुर जस्तो छ होइन। होइन यहाँ खलासी हाम्रो यहाँ छ होइन। सबिनको पुरै मोजै मोज छ, सिङ्गल सिट होइन। ल नास्ता खाबी त कहिए हम नास्ता खाबी। हेलो गाइस ल हाम्रो केटाहरू पेट्रोल पम्पमा अलिक हल्का रमाइलो गर्दै त्यसपछि अगाडि बढ्दैछ। ल हाम्रो यो भाइ छ अनि हाम्रो गुरुजी यही हो। उहाँ हामीलाई कटिहारसम्म छोड्ने हो। अनि यो हाम्रो भाइहरूलाई मैले ल्याएको छु। बिहारमै छौँ होइन। अब यो कटिहार जाने बाटोमा हामी अब खाजा बिहान 4 बजे निस्केको, खाजा खानु पर्यो। खाजा खानालाई अब यहाँ पसलमा रोक्यौँ। यो कुन ठाउँ हो त्यो ठाउँ त भन्न सकिँदैन, तर यो जयमा काली सीमा बाली भन्ने मन्दिर यहाँ छ। अनि हामी यहीँ छौँ। हाम्रो सब केटाहरू अब आफ्नो आफ्नो जब बोकेको खाजाहरू ल्याएर यहीँ खाजा खाने, चिया खाने। अनि हाम्रो केटाहरूको अब यहाँ अब एकछिन यहीँ रमाइलो हुन्छ। अनि तपाईँहरू चिन्ता नलिनु, सबजनालाई म क्याप्चर गर्छु। म भले अलिकति कम आउँ, म कम आउँ, तर सबलाई क्याप्चर गर्नुपर्छ। सबै निस्किसकेको छ। हामी यहाँ ल सब्जी अनि पुरी यहाँ सब हाम्रो साथीहरूले बोकेर ल्याएको हो। त्यो खाना बसिसकेको छ। अब यहाँ थोरै खाने, त्यसपछि हामी जाने। अनि यहाँ चिया पनि छ, मटका चिया अनि ल मटका चिया अनि बिस्कुट अनि पुरी सब्जी खाँदै रमाइलो गर्दै अगाडि बढ्ने हो। अनि अरू अब त हरिले घरमै छोडेर आएको छ। के छोडेर आएको घरमा बाँकी सामान हरिले घरमै छोडेर आएको छ अरे। नम्बर 1 बाटै नै ट्रेन निस्किने हो। कटिहार रेलवे स्टेसनमा हाम्रो केटाहरू सबजना भित्र आइसकेको छौँ र हामी अब यहीँबाट अगाडि बढ्ने हो। यहाँ हेर्न सकिन्छ पुरै ब्याग छ साथीहरूको, सब चल्दैछ, मोज हुँदैछ केटाहरू। जवानी स्टार्ट भइसकेको छ। अब हाम्रो टुरमा हाम्रो यो हामीसँग यति धेरै आइसकेको छ र हामी अब जवानी अनि हाम्रो रमाइलो भनेको हाई लेभलको हुन्छ होइन। ए भाइ म त तभन्दा हेन्सम लाग्दैछु त। ट्रेन कटिहार जक्सनबाट अब हिँड्न लागेको छ। हामी अहिले कटिहार जक्सनमै छौँ। अब यहाँ आइसक्यो 11 बजे 11:45 को ट्रेन, 11:41 बजेको ट्रेन आइसक्यो। यही ट्रेन रुक्छ अनि हामी चढ्ने अनि सिधै राजस्थान, कटिहार टु राजस्थान सिधै 10 बजिसकेको छ। मान्छेहरू सब पुत्र तछर यो इन्डियाको यात्रा बडा गाह्रो हुन्छ। सल्लाह सिट भयो भने पनि यो एसी रुम हो, तर जनरल जस्तो हालत भइरहेको हुन्छ दिनमा। यो कुन रेलवे स्टेसनमा थाहा छैन। रेलवे स्टेसनमा चाहिँ अब यो लेखेको पनि छैन, मैले पढिनँ है कुन रेलवे स्टेसनमा रोकेको रहेछ। यहाँ हाम्रो केटाहरू अब मुखसुख धुने, फ्रेस हुने होइन। अनि हेलो गाइज होइन। अनि यो सायद रुट नखुलेर होला, सायद अगाडि रुट खुलेको छैन, त्यही भएर यो रोकेको हो ट्रेन। यो दोस्रो दिनको यात्राको हो होइन। ट्रेनको यात्रा पनि गाह्रै छ, सजिलो त केही पनि हुँदो रहेन छ।
केटाहरूको मस्ती त फेरि छुट्दैन नि हामीहरू दिल्ली रेलवे स्टेसनमा सबिन दाई कमेन्ट गर्दा गर्दा हामी विराटनगर पुगिसकेका हुन्छौँ ठिक छ रेलवे खाना अब के छ यो हाम्रो ओल्ड दिल्ली हो ओल्ड दिल्लीमा हामी अब यहाँबाट खानाहरू पनि खोज्छौँ त्यसपछि के कसो छ खानेकुराहरू हेरौँ हुन त खासै राम्रो त हुँदैन तर पनि आज सबलाई जे पनि खाइहाल्छौँ राम्रो ट्रेनभित्र को छ अरे ट्रेनभित्र मुकेश छ जयपुर स्टेसन पनि आइसकेको छ हाम्रो जयपुरमा अब स्वागत गर्नलाई बाहिर बेन्ड बाजाहरू लिएर बसेको छ होइन अब हामी सरेस लिएर अब उत्रिन्छौँ उनीहरूलाई 2 घन्टा भनेर यिनीहरूले 30 घन्टा पछि ट्रेनबाट तल उतारिरहेको छ र हाम्रो अब सब केटाहरू साथीहरू अगाडि बढिरहेको छ ल साथी अब बाई बाई यो ट्रेनलाई यही बाटो टाटा हाम्रो सब केटाहरू जयपुर स्टेसन आइसकेको छ र हामी जयपुरमा उत्रिहाल्यौँ यहाँ होइन ल ल हामी जयपुर रेलवे स्टेसन आयौँ र जयपुर रेलवे स्टेसन राम्रो खाना खोज्दै खोज्दै हामी निलम रेस्टुरेन्टमा छिर्यौँ यो चाहिँ एकदम हामी खाना खाइसक्यौँ खानाको भिडियो लियौँ यो एकदम बेस्ट खाना रहेछ खानाको भिडियो लिनौँ अलिकति भित्र धेरै मान्छे थियो त्यो भएर लिनौँ अब साथीहरूसँग भिडियो छ भने म लिएर त्यो हेराउँछु होइन हाम्रो साथीहरू सब रेडी अवस्थामा छ सबसँग छ मैले चाहिँ भिडियो लिइनँ बाहिरको भिडियो मात्रै छ अनि अब हामी यहाँ जान आँटेको अब बस स्ट्यान्डतिर फेरि अगाडि तपाईँ हामी अहिले जयपुर बस स्टेसन आइसकेको छौँ र जयपुर बस स्ट्यान्डमा खाटु श्यामजीको लागि प्लेटफर्म नम्बर 2 यो स्पेसल प्लेटफर्म नम्बर 2 खाटु श्यामजीको लागि नै निस्किन्छ गाडी हामी 8:30 बजे यहाँ आएको छौँ 9 बजेको गाडी छ अनि हामीसँग हाम्रो साथीहरू यहाँ प्लेटफर्म नम्बर 2 मै बसिरहेछ उनीहरू अलिकति अगाडि आइहाल्यो म काउन्टरले गर्दा अलिक बिजी भएँ यहाँ मेरो साथीहरू यहाँ वेट गर्दैछ प्लेटफर्म नम्बर 2 मा स्पेसल खाटु श्यामजीको लागि प्लेटफर्म नम्बर 2 बाट नै जान्छ हजुर ब्याग राखेर साथीहरू अब एकछिन रेस्ट गरेर त खानासाना खाइसक्यौँ होइन यहाँ मेरो सब युट्युबर साथीहरू हो सब पुरै ब्लगर छ मात्रै सबले ब्लग मात्रै नम्बर 2 मा अब हाम्रो राजेश सरले 2 शब्द राखिदिन्छ भन्नु त के 2 शब्द यहाँसम्म त एकदम मजाले आयो बाबा खाटु श्यामको भोलि दर्शन हुन्छ मजा आउनेछ ल अनि हाम्रो प्रिय राजेश सरको प्रिय मित्र एकदम लङ्गोटिया यार सबिनजीको 2 शब्द के छ जे मेरो साथीले भन्नु त्यही सही हो होइन खाना खाए भर्खर पहिला साथीले जे भन्नु त्यही हो होइन सब सही हो माया छ त्यही भएर सिट एउटै सिटमा बसेको छ दुईजना अलिकति माया अलिकति अङ्गालोवाला माया छ होइन ल अब हामी त खाटु श्याम दर्शन गर्न अब भोलि बिहान दर्शन गर्ने हो आज चाहिँ अहिले बस स्ट्यान्डमा छौँ बस स्ट्यान्डमा हामी टिकट कटाएर त्यसपछि अगाडि बढ्ने हो यहाँ